nepalnews.com. News from Nepal as it happens. चीन विरोधी गतिविधि गर्ने 7 जनालाई प्रहरीले पक्राउ गरेको छ। राजधानीको हात्तीसार स्थित चिनिया दूतावास नजिकै प्रदर्शन गर्ने तिब्बती शरणार्थीहरूलाई प्रहरीले सोमबार पक्राउ गरेको हो। तिब्बती शरणार्थीहरूले हरेक वर्ष मार्च 10 तारिखलाई आफ्नो स्वतन्त्रता दिवसका रूपमा मनाउने गर्दछन् भने त्यसका लागि चिनिया दूतावास नजिक विरोध प्रदर्शन गर्ने गर्दछन्। तिब्बती शरणार्थीहरूले तिब्बतका धार्मिक गुरु दलाई लामा निर्वासनमा गएको सो दिनलाई स्वतन्त्रता दिवसका रूपमा मनाउने गर्दछन्। सानो संख्यामा तिब्बत स्वतन्त्रताको माग गर्दै दूतावास वरपर आएका तिब्बती शरणार्थीहरूलाई उनीहरूको प्रदर्शन रोक्न प्रहरीले नियन्त्रणमा लिएको हो। प्रदर्शनकारीहरूको प्रदर्शनलाई निस्तेज पार्न सरकारले सुरक्षा व्यवस्था कडा बनाउँदै आएको छ। विशेष गरी राजधानीमा शरणार्थीहरूको बसोबास रहेको बौद्ध जाउलाखेल स्वयम्भू तथा चिनिया दूतावास वरपरको सुरक्षा व्यवस्था कडा पारिएको हो। आजको दिनमा राजधानीमा प्रदर्शन गर्न भनी दलाई लामा बसोबास गरिरहेको भारतको धर्मशालाबाट केही शरणार्थीहरू नेपाल आएको भन्ने सूचनाका आधारमा सुरक्षा व्यवस्था झन कडा बनाइएको हो। विगतदेखि नै एक चीन नीति अवलम्बन गर्दै आएको नेपालले चीन विरोधी कुनै पनि गतिविधिलाई नियन्त्रण गर्दै आएको छ। चीन विरोधी प्रदर्शनमा उत्रिएका शरणार्थीहरूलाई पक्राउ गरिएको सम्बन्धी समाचार यति नै। nepalnews.com. News from Nepal as it happens.